अब खैरेनी गाउँपालिकाबाट पुरै यो डाँडा काँडा छिचल्दै छिम्केश्वरी प्रवेशद्वार गेटमा आइपुग्यो है त ल। हामी कहाँ जाँदैछौँ आज? हामी तनहुँको उच्च शिखर लगभग 2134 मिटर अग्लो छिम्केश्वरी डाँडामा जाँदैछौँ र यो छिम्केश्वरी अवलोकन गर्नुपर्ने हरेक तनहुँवासीको कर्तव्य हो र सबैजना चाहिँ जानुपर्छ। हामी यो बाटोको अवस्था कस्तो लाग्यो हजुरलाई? हामी कहाँबाट? यो बाटो अहिले धेरै राम्रो बनेको रहेछ। पहिला त अब यो यहाँ चाहिँ जरा समाएर के अरे कासका जराहरू समाएर उक्लिनु पर्ने थियो, अलि अप्ठ्यारो बाटो थियो। अहिले चाहिँ धेरै यो रोड बनाएको कारणले गर्दाखेरि लगभग 8 करोड केन्द्रीय सरकार, 8 करोड प्रदेश सरकार र 45-50 लाख अब के अरे नगरपालिकाको सहयोगले चाहिँ यो बाटो बनेको रहेछ। यहाँ चाहिँ अब यसको कारणले गर्दा पर्यटन अभिवृद्धि हुन्छ भन्ने कुरा हामीलाई पूर्ण विश्वास छ र तनहुँमा चाहिँ अब यसले अब कहाँ तनहुँ किन जाने भन्ने कुरालाई चाहिँ यसले चाहिँ उजागर गर्नेछ। यो एउटा त्यस्तो ठाउँ हो तनहुँको, कहिलेकाहीँ तनहुँ हिउँ पर्ने ठाउँ होइन, तर यो छिम्केश्वरीमा लगातार 2 दिन पानी पर्यो भनेदेखि यो हिउँदको महिना पुस माघ र फागुनको बिचमा चाहिँ हिउँ पनि पर्ने हुन्छ। यहाँ हिउँको पनि प्रत्यक्ष अवलोकन गर्न पाइन्छ। गत वर्ष चाहिँ यहाँ हिउँ परेर मानिसहरू, सयौँ मानिसहरू, हजारौँ मानिसहरू चाहिँ दर्शनको लागि आएका थिए र यहाँ चाहिँ भाकल गरेर पूजासुजा गऱ्यो भने मनोइच्छा पुरा हुन्छ भन्ने चाहिँ पूर्ण विश्वास छ। त्यसैले चाहिँ मानिसहरू छिम्केश्वरी भगवती माईको पूजा गर्न आउँछन्। हामी पनि अब आज पूजा गर्न जाँदैछौँ। जाने बाटो अब यहाँबाट हामी चाहिँ जान्छौँ राइटतिर। बाटो अलिक सुधा। छिम्केश्वरी माता की जय, बोलो बोलो छिम्केश्वरी माता की जय, सम्पूर्ण भक्तहरूको जय। नामै गुराँसे डाँडा कि के हो? गुराँसे डाँडै हो। गुराँसे डाँडा। 32 तारिखको गुराँस कता? हाम्रो अन्तिम स्पट डिस्टिङसन यही हो। ल यहाँ अब यहाँबाट हो। सिडी सुरु भयो। सिडीमा गाडी जाँदैन है। सिडीमा सानो एउटा सानो यहाँनिर नोटिस यहाँहरूलाई जानकारीको लागि दिन गइरहेको छु। ध्यान सक्नुहुन्छ?
नाली गुराँस संरक्षण गरौँ, सभ्य नागरिक बनाऊ, फुल टिप्ने र हाँगा भाँच्ने कार्य नगरौँ, अन्यथा उपरोक्त कार्य गरेको भेटिएमा रु 1000 जरिवाना समेत लाग्ने यहाँनिर नोटिस टाँसिएको छ। यहाँ छिम्केश्वरीको यहाँका विशेषताहरूको बारेमा लेखिएका यो बोर्ड देख्न सकिन्छ। त्यसरी सूचना 8 बजेदेखि दिउँसो 4 बजेसम्म खुल्ला रहने भनिएको छ। हामी यहाँ गाडी राखेर यो सिँढी बाटो हुँदै अगाडि बढ्ने क्रममा छौँ। ल अब हामी चाहिँ कति समयमा माथि पुग्छौँ मन्दिर? यहाँ पैदल यात्रा यसो भनिदिनु न। लगभग यो 1100 मिटर दूरी छ। अब यो हिँड्दाको स्थितिमा हाम्रो यहाँ आउने साथीहरू कतिपय आफ्नो हिसाबमा शारीरिक अस्वस्थता वृद्धताको कारणले गर्दा पनि छिटो हिँड्न सक्नुहुन्न। उहाँहरूलाई अब यो सरदार 1 किलोमिटरको बाटो भनेको 150 भएको भए हामी 10-15 मिनटमा, ढिलोमा 15 मिनट, बढीमा छिटोमा 10 मिनटमा पुग्न सकिन्थ्यो भने, तर अब यो उकालो बाटो भएको छ, लेक छ, यहाँ लेक लाग्छ भनेर भनिन्छ। तनुको लेक लाग्ने ठाउँ भएको हुनाले यहाँ लगभग 45 मिनट्स 45 मिनट लाग्छ। वाह, यस्तो झन्डाले सजिएको रहेछ। अहिले नयाँ भर्खर मात्र झन्डा यसरी लगाइएको छ। निकै मनमोहक यो दृश्य छिम्केश्वरी डाँडा उक्लिने क्रममा। वाह, थकै चाहिँ लागिरहेछ है। सिँढीको उकालो नहिँडिरहने मान्छेलाई चाहिँ गाह्रै छ, तर त्यस्तो गाह्रो पनि होइन। 45 मिनट 1 घन्टाको बाटो चाहिँ पैदल हिँड्नुपर्छ। मनमोहक यस्तो छ। फेरि यहाँ छेडमै घाम लाग्ने, छेडमै कुहिरो, यो चाहिँ चेन्ज भइरहेछ। मन्दिर परिसर पुग्न लाग्यौँ। आज हामी दमौली व्यास नगरपालिका वडा नम्बर 2बाट एउटा टोली हाम्रो यो छिम्केश्वरी मन्दिरमा आइपुगेको छ। र छिम्केश्वरी मन्दिर हाम्रो तनहुँ जिल्लाको लगभग 2134 किलोमिटर माथि रहेको र तनहुँको सर्वोच्च शिखर भनेर मानिने यो छिम्केश्वरीको उत्पत्ति कसरी भयो यसको बारेमा जानकारी लिने उद्देश्यले आज हामी यहाँ आइपुगेका छौँ। हाम्रो पुजारी दाजुहरू यहाँ हामीसँगै हुनुहुन्छ। आफ्नो परिचय सहित यो उत्पत्ति कसरी भयो यसको बारेमा बताइदिनुहोस्। यो आमुखेरिनी गाउँपालिका वडा नम्बर यो 5 हो। यो छिम्केश्वरी 5 नम्बर वडा पर्यो। मेरो नाम पदम गुरुङ हो।
म यहाँ अनि यो छिम्केश्वरी माईको उत्पत्ति कसरी भयो? यो पहिल्यै यो अब सत्यजुगबाट नै उत्पत्ति भएको यो जोगियाहरू पनि पहिला थियो यहाँ। हजुर। जोगियाहरू पनि अब योले यहाँ देउताको मन्दिरमा कुनै नफापेर त्यतिको अब दुईवटा कोटियाहरू थियो, त्यो कोटियाहरू चाहिँ भड्काइदियो अहिले। कति सालसम्म थिए यहाँ जोगी? जोगियाहरू यो पहिला 15-20 सालतिरको कुरा हो। अनि यो हाम्रो यो छिम्केश्वरी माई र बुढी भगवतीसँग चाहिँ दिदीबहिनीको सम्बन्ध छ कि कुन दिदी कुन बहिनी? यो मनकुना र यो इच्छेकामनाहरू यिनीहरू जम्मै दिदीबहिनी हो। यो मनकुनाले कुखुरा र यो राँगाहरू खाने भएकोले यो रिसाएर यता घोप्टो भएर बस्यो यो छिउँछे। त्यो बुढी माई हो, त्यो दिदी हो। यो हाम्रो यहाँ बलि चल्दैन? यहाँ बोकाएर परेवा मात्रै चल्छ, बोकाएर परेवा मात्रै चल्छ, कुखुराहरू चल्दैन। कुखुराहरू चल्दैन। मनकुनाले कुखुरा राँगा खाने यो भएर हाम्रो यता छिम्केश्वरी माईको 7वटा दिदीबहिनी छ भनेर भन्छ नि, 7वटा दिदीबहिनीको नाम आउँछ पुरै? मलाई त जेठी कुन? जेठी त यही हो। जेठी बुढी भगवती, माइली, छिम्केश्वरी, अब त्यो कैली, मनकामना साइली, इच्छा कामना काइली, अकला माई चाहिँ अब के अरे अन्तरी, अनि जन्तरी भनेको चाहिँ कसलाई भनेर भनिन्छ? साइली कान्छी गोर्खा कालिका नि होस्, गोर्खा कालिका पनि हुन्। बगेसरी गोर्खा काली बगेसरी गरेर यो 7 बहिनी। अब जस्तै बुढी भगवती 1, छिम्केश्वरी 2, अनि गोर्खा कालिका, मनकामना, इच्छा कामना, अकला माई, अनि छाब्दी बराई त दिदी बहिनी मात्र भित्र परेन होला। हाम्रो यो 1700मा भएको के हो? अकला माई नै हो। अकला माई नै हो। के अरे यो आँबुमा भएको आँबु बराई माई होइन? यसरी यो 7वटा देवी भएको छ। अनि यो घोप्टो अनुहार लगाएको छिम्केश्वरी माईको कि बुढी भगवतीको? दुईटै घोप्टो मनकुनालाई मुख नदेखाएर यो घोप्टो भएर बस्यो दिदी बहिनी हो। त्यसले राँगा खाने बलि खाने भएर यसले त कुखुरा खाने। यहाँ विशेष कुन बेलामा पूजा आजा हुन्छ? धेरै बढी त यो फागुन नयाँ वर्षमा। यहाँ हिउँ पर्छ पर्दैन? यो 2 वर्ष भयो। 2 वर्ष भयो। 2 वर्ष नपरेको? प्रत्येक वर्ष पर्छ कि पर्दैन सर? धेरै वर्ष लङमा पर्छ। कस्तो भयो भने हिउँ पर्छ? कस्तो भयो भने हिउँ पर्छ? पानी पर्यो भने? यस्तै माघमा अब धेरै नै ढुसी लाग्यो भने, धेरै भैँ कुहिरो खेल्यो भने चाहिँ यहाँ पानी पर्नु पर्दैन? पानी पर्नु पर्दैन, हिउँ परिहाल्छ। हिउँ पर्छ माघतिर। अब अनि यहाँ पहिला कुनै त्यस्तो के अरे राजाहरूको कोडसोट भएको मौला थियो कि छैन? यहाँ अहिले त मौलाहरू त छैन सर। त्यो उता डाँडातिर त यसो सुरुङ्गाहरू खनेको पहिला कहाँ छ त्यस्तो? उतो बाटो उता बुढी माईको थान खनेको खाल्टो। हजुर त्यस्तो गरेको। त्यसलाई के भन्छ? तोस खनेको भनेर? तोस खनेको हजुर। यहाँ पञ्चबली ल्याउने चलन छ? पञ्चबली दिन्छ। कहिले दिन्छ? पूर्णियाको पञ्चकमा, औँसीको पञ्चकमा दिन्छ। कहाँबाट ल्याउँछन् धेरै जसो? अब यो चितवन पर्सादेखि लिएर अब डमौली, अब पोखरा, तपाईँको भक्तपुरसम्मको आउँछ। अनि यो बाटो अहिले बनेको छ नि, पहिला यो बाटो कस्तो थियो? यो बाटो चाहिँ कष्टमय छ। बुच्काहरू समाएर चाहिँ बल्ल बल्ल उभिनुपर्छ। पहिला त खैरेनीबाट हिँडेर आउँथ्यो सर। खैरेनीबाट हिँडेर आउँथ्यो। खैरेनीबाट हिँडेर अब त्यस्तो के अरे भिड जस्तो त देखिएन यहाँ। भिड त त्यति थिएन। यताबाट आउँदाखेरि यो हिलेखर्कबाट आउँदाखेरि कस्तो छ बाटो? बाटो यस्तै हो। यो ट्याक बाटो हो सर। गोरेटो बाटो हो। गोरेटो। अनि यो बाटो कसले बनाइदिएको? यो परदेश सिँढी बाटो यो गाउँपालिकाको मन्दिर बनाएको गाउँपालिका। यो कति भयो? यो मन्दिर गाउँपालिका बनेपछि सर। यो मन्दिर बनेको कति भयो? गाउँपालिका बनेपछि सर। गाउँपालिका बनेपछि हजुर मन्दिर 9 वर्ष भयो। 9 वर्ष भयो। अब दुईटा मेयर। योभन्दा अगाडि तपाईँहरू यहाँ पुजारीहरू बस्ने घर बनाइदिइसकेपछि अनि बेलुका तपाईँहरू यहाँबाट घरै जानुहुन्छ? घरै जान्छ अहिले नि। अहिले पनि बिहान आएर बेलुका घरै जाने सर। 8 बजे खोल्छ, 4 बजे बन्द गर्छ। अनि हाम्रो मेयर साहब हुनुहुन्छ नि अहिलेको के अरे आबु खाइको शुक्र चौहान, अनि उहाँहरूले चाहिँ कस्तो राम्रो
ध्यान दिनुभएको छ कि होइन जेसुकै होस् भनेर भन्नुभएको छ गरिरहेको छ उनीहरूले राम्रै गरिरहेको छ अनि यो पर्यटन क्षेत्र अभिवृद्धि गर्नको लागि चाहिँ उहाँहरूको ठुलो योगदान छ योगदान छ उनीहरूले गरि पनि रहेको छ अब उता बनाउने सुरु छ मूर्ति नै बनाउँदैछ त्यहाँ मूर्ति हालेको छ बुढी माईको बुढी माईको मूर्ति कसले चोरेर चोरेको सर पहिले अनि त्यो घुमाउने घाटबाट त फिर्ता भएर आयो भनेर भन्छ पछि लगेको आथ्यो सर फेरि लग्यो फेरि लग्यो त्यो चोरी भएर त्यो नदी तार्न सकेन अनि फेरि फर्केको भनेर भन्यो त्यो फिर्ता आयो फेरि चोर्यो फेरि चोरी अहिले 15-20 वर्ष अघि अनि यहाँ जुन जति दर्शकहरू हुन्छ के अरे धर्मावलम्बीहरू भक्तहरू कति भक्तजनहरूलाई यहाँको सेवा सुविधाहरू कस्तो छ त बस्नलाई खानलाई कुनै अब तल्लो होटेलहरू होमस्टेहरू खानको लागि चाहिँ व्यवस्थै छ होटेलहरू खोलिरहेको छ लाभदी छिम्केश्वरी लाभदी टाढाबाट आउनेहरू यहाँको बस्नेको व्यवस्था कस्तो हुन्छ भनेर सोध्नु होला होइन ठुल्ठुलो सावरले बजारहरू होस्टेलहरू बनाइरहेको छ बनाउनु अब सुरु हुन्छ सर सुरु भइसक्यो होइन सुरु हुनेवाला छ हुनेवाला छ ल एकपटक हाम्रो यो छोटो मिठो गफमा यहाँहरूलाई धेरै धेरै धन्यवाद हजुर सर यो लालुको छैन हुन्छ न यो दुई थरी हुँदो रहेछ एउटा नखाने लालुको सुहाउँदो रहेछ क्या थरी रातो हुन्छ अरू नहुने होला नि त कति कतिको टिप्न दिन्छ लालीपुरा यो त रोग त रोकाइ छ सर अब अलिअलि खुन्दाहरू टिपेर फुल चाहिँ टिप्ने हाँगा नभाज्ने हाँगा भाँच्यो भने 1000 रुपियाँ जरिमा फुल टिप्यो भने लानु पाउँछ फेरि हामी हार्दिक नमस्कार स्वागत गर्दछौँ आज हामी छिम्केश्वरीको नजिकै यो तनुकै सबैभन्दा अल्गो शिखर अल्गो बिन्दु 2134 मिटरको हाइटमा चाहिँ अहिले हामी छौँ हाम्रा छिम्केश्वरी माई मन्दिर बुढी भगवती दुवैका चाहिँ पुजारीहरू हुनुहुन्छ अब यो छिम्केश्वरी माई र बुढी भगवतीको सम्बन्ध के छ होला अब यो छिमेश्वरी अब उता अब बहिनीले चाहिँ अब परिवार बोका खान्छ हजुर यो बुढी माईले चाहिँ अब यो कोरा अछिता मात्रै खान्छ कोरा अक्षता मात्र यहाँ अरू बलि सलि चल्दैन सर पहिला यो सुरुमा कोरा पूजा मात्रै हुन्छ यहाँ पहिला सुरुमा यहाँबाट गरेर उतारि जान्छ पहिला यहाँ पूजा गर्ने त्यसपछि त्यहाँ पूजा गर्ने उता गएर तनुसुरको त्यो गोला भन्ज्याङ भन्ने ठाउँमा एउटा गोला के अरे देवता भनेर चाहिँ अहिले पूजा गरिन्छ त्यो तोप छ हाम्रो यहीँ बन्दीपुरको कामीले बनाएको बन्दे कामीले बनाएको भनेर भन्छ त्यो बन्दे कामीले बनाएको त्यो तोपको चाहिँ के अरे अब राजा गइसकेपछि अब मेरो पनि काम छैन यहाँ भनेर चाहिँ भगवती चाहिँ उडेर जान लागिन् अरे त्यो उडेर एउटा चाहिँ त गडगडी घाट पुगिहालिन् अरे अनि अर्कै उडेर चाहिँ हाम्रो यो छिम्केश्वरीको डाँडामा आइपुगिन् भनेर भन्ने कथा सुनेको थिएँ त्यो सत्य हो कि होइन अब गुरुहरूसँगै अब हाम्रो पुजारीहरूसँगै सोध्नु सत्यमा पहिले हो होइन यो अहिले होइन पहिला पनि यहाँ पालहरू टाँगेर धेरै बसियो सुनाइ चाहिँ हामीलाई थाहा छ र ऊ त्यहाँपट्टि अब त्यस्तो पोलहरू खनेर पनि बसियो त्यो यो खाल्टा खनिएको छ नि यहाँ हेर्नु न खाल्टे छ त्यही पालामा हो पहिलाको हाम्रो यो पहिले सत्यको कुरा चाहिँ के आउँछ भने सर यो घुमाने घाट घुमाउने घाटको घुमाने र सेती मर्च्यादेव कुरा गरौँ अब होइन नदीको कुरा त्यो कथा चाहिँ मैले सुनेको छ भनौँ न अब त्यो अब सेती उताबाट आयो मर्च्यादी यताबाट आयो अब त्यो चाहिँ अब त्यो घुमाने बजारमा चाहिँ जुझिनु पर्ने अब उहिले सत्यमा अब त्यो चौरी गाई भन्थ्यो सर होइन चौरी गाई छिम्केश्वरीमा चढ्नु आरे उसको नानी चाहिँ त्यो घुमाने घाट माथि त्यो डाँडामा पाएर बसेको अरे त्यहाँबाट त्यो नदी चाहिँ कुन अगाडि हुन्छ भनेर आयो दौडेर आयो दुइटै यता र उता मर्स्यादै सेती दौडेर आउँदा चाहिँ त्यो चौरी गाईको नानी चाहिँ कराई गयो अरे त्यो घुमाने घाट चाहिँ यहाँ जुत्नु पर्ने ठ्याक्क फर्काइहाल्यो त्यो चौरी गाईको नानी त्यहाँ कराएर हजुर त्यस्तो भएको रहेछ उहिले सत्य कहानी माउ चाहिँ यहाँ चढ्नु आएको छिम्केश्वरीमा हजुर नदीले बगान लायो भनेर डरायो करायो अनि उसलाई जोगाउनको लागि जोगाउन लाग्यो उता लड्क्यो त्यो भएको छ त्यही भएर घुमाउने घाट भनेको त्यो
छिमकेश्वरी माता की जय।